मसलाहरू सबै हालिसकेको छ हो यहाँलाई मुल्ला बाँकी छ है हेलो एन्ड नमस्ते सबैजनालाई हाम्रो भ्लगमा स्वागत छ। आज हामी चाहिँ दिउँसो खाजा बनाउन गइरहेका छौँ। खाजामा चाहिँ हाम्रो के छ त पकोडा छ। पकोडा चाहिँ कस्तो बनिन्छ हेर्दै जानु होला है। अब हामी चाहिँ मिठो बनाउनेछौँ सकेसम्म। अनि हाम्रो चाहिँ अहिले प्याज कटिङ भइरहेछ। अब बन्दा अनि उ चाहिँ कस्तो भन्छ अनि तपाईलाई अब बनेसी थाहा हुन्छ बनेसी थाहा हुन्छ ल कता पखाल्नु पर्छ है। यो हालेको भए क्यामेरा पनि हाल्नु 5 रुपियाँ आयो क्या। मसलाहरू सबै हालिसकेको छ हो यहाँलाई मुल्ला बाँकी छ है। सब कुरा रेडी भइसक्यो है। हो त्यसरी पकोडा मिक्स भइरहेछ हाम्रो चाहिँ। अब हाम्रो चाहिँ पकोडालाई कता के गरिन्छ त भन्दाखेरि वाउ ल बन्छ पकोडा कत्रो दामी बन्छ। अरू पनि 4-5 हाल्नु न। त्यस्तो गर्छ है। अलि माथि हेर्दै तर 4 दिन भयो हामीले लगातार मासु खाएको त 4-5 दिनै भइसक्यो। आज कर्कल खाने हो भने स्पेसल तरकारी लिन्छ खाना होइन। फाइनली पकोडा चाहिँ यति बनिसकेको छ। अरू चाहिँ यहाँ पाक्दैछ है। अब यसलाई हाम्रो चाहिँ कराई हुन्छ है। फाइनल्ली हाम्रो पकोडा चाहिँ रेडी भइसकेको छ है। यहाँ चाहिँ सस छ अनि 4वटा पानीपुरी पनि हामीले बनाएको छौँ। बवाल भइरहेछ। मम्मी र ड्याडी त्यसमा हाल्छ। तपाईँलाई मात्रै होइन नि त मम्मीलाई नि हो। टक्क चुप्नु खाना त मिठो हो खाऊ आउँछ नि त्यो उसमा गएर नि आउँछ नि